नमस्कार साथीहरू, यो गौचरा नगरपालिका वडा नम्बर 10 बटौवाको जङ्गल छेउमा रहेको यो बालखण्डी बाबाको मन्दिर हो। यो मन्दिर विशेष गरेर भण्डाराको लागि एकदमै चर्चित मन्दिर हो। यो मन्दिरमा प्राय डेली जसो 4-5 वटा भण्डारा हुने गर्दछन्। हामी आज हाम्रो एकजना स्टाफको यहाँ भण्डारा हुने भएको हुनाले हामी पनि यहीँ आएको थियौँ र यो भण्डारामा विशेष गरेर दही चिउरा र तरकारी अचारहरू खुवाउने गरिन्छ। घरबाटै पकाएर लाने र त्यहाँ भण्डारा गर्ने चलन हुन्छ। बाबाजीहरू हुन्छ, जोगीहरूलाई बोलाएर महाराजीहरूलाई यहाँ त्यही खुवाउँदैछ। अलिकति हेर्नु होला, यो एकदमै चर्चित छ। मान्छेले चिताएको कुरा पुरा हुन्छ। पुरा भए पश्चात मान्छेहरूले यहाँ भण्डारा गर्नुपर्छ। यो पूर्ण 100% शाकाहारी मन्दिर हो। एकदमै धेरै श्रद्धापूर्वक मान्छेले यहाँ भण्डारा गर्ने गर्छन्।